नमस्कार सबैमा हजुरलाई स्वागत छ हाम्रो बिर्तामठ गेस्ट हाउसको भिडियोमा। र अहिले म चाहिँ यो कहाँ छु भन्दाखेरि म चाहिँ विशेष गरेर हाम्रो पाँचथरको फेदिङ 3 कोइचोक भन्ने ठाउँमा चाहिँ हाम्रो सरिता मम्मीले चाहिँ हाम्रोमा केही समय अनुभव गरेर चाहिँ इन्फर्मेसन बुकिङ गर्नुभएको थियो र यो इन्फर्मेसन चाहिँ उहाँको घरसम्म पुर्याउन आएको छु र यहाँ चाहिँ आज हजुरहरूले यो भिडियो हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिले मैले इन्फर्मेसन चाहिँ जडान गर्नको लागि म एक्लै भएको कारणले सरिता मम्मीलाई सघाउनु नभने अनि सरिता मम्मीले यसरी सघाउँदै हुनुहुन्छ र मैले यसरी इन्फर्मेसन चाहिँ फिट गरिरहेको छु र यो फिट गर्न चाहिँ मलाई लगभग आधी घन्टा 40 मिनट चाहिँ लागेको थियो र यसरी मैले लगभग हाम्रो गेस्ट हाउसबाट चाहिँ पहिलोपटक पाँचथरसम्म हामीले चाहिँ यसरी स्वास्थ्य माया हैन सेवाको चौतारी नुगा बेस्ट मार्फत यो घरमै मिनी अस्पताल यानि कि इन्फर्मेसन जडान गरेको चाहिँ पहिलो रेकर्ड पनि रहेको छ। सरिता मम्मीले चाहिँ सुरुमा आउँदाखेरि चाहिँ विशेष गरेर खुट्टाको समस्या लिएर आउनु भएको थियो अनि उहाँले चाहिँ लगभग 2 महिना 3 महिना चाहिँ थेरापी गरेर हाम्रो गेस्ट हाउसमा आउनुभयो अनि गेस्ट हाउसमा आइसकेपछि उहाँले थेरापी गर्दै गएको केही समयमा आफूलाई चाहिँ राम्रो भएको अनुभव गरेर यो जुन इन्फोबेल्ट चाहिँ उहाँले घरमै भित्र निर्णय गर्नुभएको थियो र मम्मीहरूले यसरी हैन शुभ साइड पारेर पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरेर इन्फर्मेसनलाई चाहिँ भित्राउनु भएको छ र यहाँ आमा हुनुहुन्छ सरिता आमाको आमाले पनि यसरी मजाले मेसिनलाई चाहिँ पुजेर जुन आफ्नो स्वास्थ्यको लागि हो। अब आमालाई पनि धेरै घुँडाको समस्या ढाडको समस्या भएको कारणले सबैजना खुसी नै हुनुहुन्थ्यो र यसरी विधिवत रूपमा उहाँहरूले इन्फर्मेसन चाहिँ भित्राउनु भएको थियो। आमाले यहाँ यसरी पूजा गर्दै हुनुहुन्छ अनि सबैजनाले यसरी आफूलाई स्वास्थ्य बनाउने यो स्वास्थ्य सामग्री मिनी अस्पताल घरमा भित्र आएर आमाले चाहिँ ढोगेर हैन यसले मलाई निको पारोस् है भन्दै हुनुहुन्छ। आमाले पनि यसरी ढोगेर सबै यसरी विधिवत रूपमा चाहिँ भित्राउनु भएको छ अनि मलाई पनि उहाँहरूले चाहिँ आशीर्वाद दिनुभएको छ अनि यसरी हैन मम्मीहरूको आशीर्वाद चाहिँ सधैँभरि पाइरहँ सबै आमा बुवाको। यसरी चाहिँ मैले आशीर्वाद लिइसकेँ। अब आशीर्वादसँगै त्यो दक्षिणा चाहिँ नलिनु पर्ने थियो तर पनि लिनु अनि त्यसपछि मैले मम्मीलाई चाहिँ सबै तरिकाहरू सिकाएँ। अब चाहिँ मम्मीले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ। नमस्कार मम्मी। नमस्ते। हजुरको नाम? मेरो सरिता मम्मी हो। अनि मम्मी हाम्रो गेस्ट हाउसमा चाहिँ हजुर के समस्या लिएर आउनुभएको थियो? म गेस्ट हाउसमा जाँदाखेरि चाहिँ यो घुँडाको टाउको दुख्ने हजुर रिङ्टा चल्ने त्यही भएर आएको थिएँ। आज चाहिँ अब हामीले हजुरको घरमा इन्फर्मेसन जोडिदिएका थियौँ। खुसी हुनुहुन्छ नि? खुसी छु, धेरै धेरै खुसी। आमा पनि खुसी? होइन हौ, आमा पो छोरीभन्दा तरुनी हुने हो कि। ल अब चाहिँ तपाईँहरू सबैजना परिवार सबैजनाले गर्नुहोस् होइन। अब एकदम चिसो ठाउँ भएको कारणले नसा हड्डीलाई पनि धेरै समस्याहरू आउन सक्छ। त्यसले गर्दा यो अब घरमै मिनी अस्पताल ल्याउनु भएको छ। अल्छी नगरी प्रत्येक दिन हजुरहरूले बायोवेल्ट फाइबल अनि यो अटोमोडको थेरापी सर्कुलेसन मोड जति कम्मर गर्दन जति पनि हजुरले खुट्टाको थेरापी सबै मिलाएर गर्नुहोला, निको हुनुहोला। हजुरलाई फेरि पनि धेरै धेरै बधाई छ। यो इन्फर्मेसन चाहिँ आज आएर यति लामो होइन यात्रा गरेर यो ठाउँसम्म ल्याउनु भएको छ। मजाले यो इन्फर्मेसनले चाहिँ हजुरको परिवारमा चाहिँ एकदम स्वास्थ्य लाभ दियोस् भन्ने कामना छ। हुन्छ हस्, नमस्कार। धेरै धेरै धन्यवाद। जोड दिएको भयो भने धेरै धेरै खुसी भएर फेरि पनि भेट्न आउँछु। ल फेरि तल झापा झर्दाखेरि चाहिँ हाम्रो गेस्ट हाउसमा निस्किनु होला। हुन्छ ल। मम्मीको पनि ढाड दुख्थ्यो अनि त्यही भएर चाहिँ मम्मीको लागि पनि मेरो लागि पनि भनेर हुन्छ ल्याएको हो। हस् आमा, धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद तपाईँलाई पनि। बाई बाई। ल यता सरिता मम्मी बाई 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 ल शुभयात्रा। ल राम्ररी जानु होला। हुन्छ आमा। हुन्छ हुन्छ।